हेलो साथीहरु, यहाँहरु सबैलाई फेरि पनि आजको नयाँ भिडियोमा म स्वागत गर्न चाहन्छु। र साथीहरु, आज पनि हामी वेयरिङको काममा निक्ल्यौं। अर्को काममा निक्लेका छौं हामी। यस्तो देखिन्छ है, दिन राम्रो भएको बेलामा चाहिँ हाम्रो गाउँहरु चाहिँ यो चाहिँ हाम्रो घर अनि हामी जानुपर्ने चाहिँ यो मुनि हो। र दुईजना चाहिँ मेरो हेल्परहरु, अझै एकजना आउँदैछ। प्रयास हतियार देखाउ त, कस्तो कस्तो रहेछ यहाँ निस्किरहेको छ त तिम्रो। आज हेल्परहरु चाहिँ मेरो दुई भाइ छ है। हामी जाँदैछौँ साथीहरु। हामी तपाईहरुलाई हाम्रो गाउँको कतिवटा दृश्यहरु पनि देखाउँछौँ है। धेरैजनाले सोध्नुहुन्छ भाइको गाउँ चाहिँ कहाँनिर हो, कस्तो छ, के छ भनेर सोध्नुहुन्छ है। हाम्रो गाउँ चाहिँ यस्तो छ है। घाम लाग्दा घमाइलो हुँदाखेरि त्यो रमाइलो देखिन्छ है। यो चाहिँ हाम्रो घर अनि यो माथि र तल चाहिँ कम्प्लिट भएको छैन अनि यो मुनिले तल चाहिँ कम्प्लिट भएको छ है। अहिले चाहिँ बारी खेतीको काम चाहिँ धमाधम भइरहेको छ। अदुवा रोप्ने कामहरु भइरहेछ। यो चाहिँ तपाईको अलिकति टिप्नु ढिलो भएर हुर्केको रायोको साग टिप्नु ढिलो भएर चाहिँ यसरी यो डुकु पनि टिप्नु ढिलो भएर चाहिँ यो फुल फुलेको है। मटरको पनि समय यही समय हो। फलेर टिप्ने बेला चाहिँ भएको छैन। स्टेफन एकजना साथी चाहिँ हाम्रो यो घरबाट आउँछ है। अनि हामी सबैजना गएर चाहिँ आज चाहिँ काम गर्ने। हामी जाँदै गरेको चाहिँ यो तल्लो गाउँमा हो साथीहरु। हाम्रो दादाको घर यहाँनिर छ। त्यहाँ जाँदैछौँ काम गर्नको लागि। आज दुई भाइले लगेको कारण चाहिँ यिनीहरूलाई पनि अलिकति कम्ती बेसी वेयरिङको नलेजहरू हुन्छ कि भनेर चाहिँ मलाई साथी पनि हुने र यिनीहरूले पनि केही काम सिकोस् कि भन्ने हिसाबले लगेको नि। हुन त यो उमेरमा वेयरिङको कामहरू यता कामहरू गर्नु त दिनु हुँदैन, किनभने होसियारीपूर्वक गर्नुपर्छ तारको कामहरू, करेन्टको कामहरू। तरै पनि काम भन्ने कुरा चाहिँ सबै सिकेको चाहिँ राम्रो। यसको नाम चाहिँ के हो? यो डकको थुङ्गी हैन? त्यस्तो त हैन होला है। थुङ्गी आइसक्यौँ है हामी। यहीँ है साथीहरु हाम्रो दाजुको घर। यहाँ चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। यस भाइ छोड छोड, यस भाइ यस गर न, यस भाइ यस खोइ यस गरेको। ओ यता हेर न, ओ यस भाइ यस यस गर, यसरी उम्लाइस गर न। यस भेरी गुड। ल है काम सुरु भयो है हाम्रो। यस्तो छ है यहाँनिर गर्नुपर्ने काम चाहिँ। यहाँबाट यस्तो गर्नुपर्छ। केसिङ चाहिँ अलरेडी ठोकिसकेको छ। ठक 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 सजिलो छ, केही छैन। ओ यस भाइ यस गर न। दही चाहिँ त्यहाँ प्रयास म चाहिँ के गर्नुपर्ने? यस्तो ल्याउनु भएको छैन? हेर ल, यो तार चाहिँ आउटलाइनको न्युट्रल र फेस हो। खासमा चाहिँ यो तारको कलर चाहिँ एउटा चाहिँ ब्ल्याक हुनुपर्ने हो। न्युट्रलमा चाहिँ ब्ल्याक हाल्नुपर्ने हो नि त। तर तार नभएकोले पहेँलो र रातो हालिरहेछ, बुझ्यौ? खासमा चाहिँ यो यो रेड येल्लो र ब्लू चाहिँ फेसको तार हुन्छ नि त, तीनटा कलरको। पुरा बुझ्यौ हैन? स्विच बोर्ड बनाउनको लागि चाहिँ कसो गर्नुपर्छ भन्नु नि। यो हाल्नु हेर है। दुईटै 5 इंच सकेट, स्विच। अब हेर ल, यो यस्तो ठाडो भयो नि। यो स्विचको कसरी चाल पाउँछ भन त? यस्तो कि यस्तो? यस्तो साइडमा कहाँ ताक हुन्छ भन त? यहाँ हुन्छ एरो हो, एरो चाहिँ यसरी राख्नु।
अब चेक गर्दा फेरि उल्टा भेट्यो भने चाहिँ फेरि हेर ल तारको उयो गर्नुको लागि चाहिँ कसरी गर्नुपर्छ भने नि सबभन्दा पहिला चाहिँ यसरी तार तास्यो यहाँबाट चाहिँ सर्ट गर्नुपर्छ एकअर्कालाई स्विचहरू यहाँ हो एकअर्कालाई सर्ट गऱ्यो बहुत होसियारसँग गर्नुपर्छ नि यो चाहिँ फेरि जिरिङ यस्तोतिर निक्लिनु हुँदैन एन लेखेको हुन्छ यहाँ एल लेखेको हुन्छ एन लेखेको न्युट्रल एल लेखेको लाइन हो यहाँनिर चाहिँ न्युट्रल हाल्नुपर्छ यसमा चाहिँ फेस हाल्नुपर्छ फेस चाहिँ स्विचबाट भएर जानुपर्छ हो जस्तो कि यसको पनि त्यस्तै हुन्छ सेम मैले सबैभन्दा पहिला चाहिँ यहाँनिर फेस हाल्दैछु र फेस भयो त्यहाँबाट चाहिँ ल्याएर चाहिँ स्विचमा दिनुपर्छ यहाँबाट डाइरेक्ट दियो भने चाहिँ डाइरेक्ट हुन्छ हो यहाँबाट दियो भने चाहिँ स्विचले कन्ट्रोल हुन्छ यो चाहिँ फेस हो यसमा चाहिँ के हुन्छ अरे करेन्ट हुन्छ यसमा चाहिँ यसलाई चाहिँ यहाँ दिनुपर्छ अघि मैले भनेको थिएँ नि थाहा भयो यहाँ दिनुपर्छ यसलाई फेसलाई हो फेसलाई यहाँ दिनुपर्छ त्यहाँबाट न्युट्रल हेर ल एउटा यो हो खासमा चाहिँ न्युट्रल चाहिँ कुन चाहिँ तार हुन्छ अरे कलर वाइज हुन्छ है कालो 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 हुन्छ त मजाले माथिसम्म जानुपर्छ त्यो केसिङ ट्याप्पै माथि जाउँ हात बस्नुपर्छ साह्रो छ त त्यो केसिङ लाउनु नि त्यति सजिलो छैन के काम सिक्नु पऱ्यो नि त केटा हो मजाले गर मजाले तार कुच्चिँदैछ हेर एकचोटि पख त्यो नकाट यस्तो लानु पऱ्यो नि त यतिमा काट त यहाँनिर यहाँनिर टट्टै काट बत्ती आए लु ताली बजाऊ ल सक्सेस नै यिनीहरूको काम हेर फेरि मार फेरि पाला त इच्छा हुन्छ नि त फेरि ताली बजाऊ